यो पानीको छङछङ आवाज सँगसँगै यो माछालाई चाहिँ सानो म चारो हाल्छु होइन। खोलामा माछासँग थेरापी अनि दिमागमा चाहिँ थेरापी गर्ने हामी अब आज। अब हामी यहाँबाट चाहिँ भाग्दैछौँ। जति सक्दो चाँडो भाग्यो भने फाइदै होला जस्तो लागिरहेछ। हेलो एन्ड नमस्ते साथीहरू, स्वस्थ जीवन सुख संसार कामना सहित म फेरि तपाईँहरूमा आइसकेको छु। आशा सबैजना सन्चै हुनुहुन्छ होला। म पनि हजुरको क्लासबाट एकदम आजसम्म फिट एन्ड फाइन छु। आजको यो दृश्य चाहिँ मैले तपाईँहरूलाई नयाँ ठाउँमा लिएर जाँदैछु। हेर्दै जाउँ अगाडिको दृश्य कस्तो हुन्छ, अवश्य पनि तपाईँहरूलाई मनपर्नेछ। फाइनली गाइस म यो खोलामा आइपुगेको छु होइन। यो बरुवा खोला हो। यो बरुवा खोलामा चाहिँ म र सर आकाशको मिलाउन लगाइरहेको छौँ। सिक्वेन्स मिलाउन आइरहेको छु। यो चाहिँ दृश्य हो, पानीको दृश्य हो। यस्तो राम्रो छ ठाउँमा। अब हामी एकछिनमा त्यहाँ गएर यसो मिलाएर आजको रमाइलो गर्छौँ है साथीहरू। अन्त साथीहरू यो पानीको छङछङ आवाज सँगसँगै हामी आजको यो हाम्रो लोकेसन चाहिँ सेट मैले मिलाइसकेको छु। अनि जहाँ सर बसिसक्नु भएको छ, म चाहिँ त्यहाँको दृश्य तपाईँहरूलाई देखाउँछु खोलाको होइन। अनि त्यसपछि हामी के गर्न आइरहेको छौँ भने त्यो पनि तपाईँहरू त्यहाँ तत्काल बुझिहाल्नुहुन्छ। हेर्दै गरौँ है साथी हो। ल साथीहरू, फाइनली हामी चाहिँ यहाँ यो बरुवा खोलामा आइपुगेको छौँ होइन। बरुवा खोलामा यसो हल्का बसेर आज इन्जोय गर्न लागिरहेको छौँ। हाम्रो खाजा चाहिँ यही होला साथीहरू, ट्याक्क पारेर। ल यहाँनिर माछा आउनु थाल्यो साथी हो। अब यो माछालाई चाहिँ सानो म चारो हाल्छु होइन। के गर्दो रहेछ हेरौँ है त। यहाँ लुगाएर राख्छु म। अब आउँछु माछा आइज। ल हेर्नुहोस् माछा कति आयो हेर्नु त। यहाँ लुगाइदिएछु है मैले, तर माछाले गन्ध थाहा भएको छ। खायो छैन, यहाँ भित्र छ कि यहाँ छ होइन। तान्न आउँदैछ कि माछा पुरेर माथि आएको थियो नि, त्यही भएर मैले तल गराइदिएको थिएँ। ए लु आइज अब खानु। लु खा। यसलाई तेलको आइटम हुँदो रहेछ हेर्छ त। त्यसलाई आमा तरै तरै गर्मी सिजनमा आएर स्विमिङ गर्ने हो, मजा आउँछ भाइ।
पानी ढुक्दै झन् यो फुल्छ नि क्यामेरा लिएर आउँछु अहिले हामी यहाँ चाहिँ माछालाई चारो सारो दिने यहाँ प्रक्रिया बन्दैछ चारो दिने योजना बनाउँदैछौँ अनि आज हामी चाहिँ थेरापी पनि गर्दैछौँ है खोलामा बसेर खोलामा माछासँग थेरापीले दिमाग खुट्टामा माछालाई टोकाएर अनि दिमागमा चाहिँ थेरापी गर्ने हामी अब आज ल मैले चाहिँ सुरु गरेँ यो खुट्टा पानीमा चोपेर होइन अब यहाँ कति माछा मलाई जिस्काउँछ यो माछाले टोक्दाखेरि पुरै थेरापी जस्तो हुँदो रहेछ कि साथीहरू यहाँ सानो बिटो माछाले टोकिरहेको छ भने चाहिँ यस्तो टाउकुती लाग्छ कि फेरि खाइरहेको छ कुरमुरे चाहिँ पेपरले फेरेर हल्का जाने यसलाई चियाक्का खाने फेरि तल जान्छ माछाको देखिसक्यो हेर कलर आइसक्यो आइसक्यो जाँदैन फेरि तल होइन भिजेसी गइहाल्छ नि तल उहाँको गइसक्यो नि भर्खर त माछाहरू आउँदैछ यता पो आयो त चारो त यहाँ आयो भित्रको भित्न पाएन यो खुट्टालाई पुग्यो अब म अर्को खुट्टालाई गराउँछु ल हेर्नु साथीहरू कस्तो खाइरहेको छ ल अन्त माछा यहाँ कस्तो ल साथीहरू फाइनली हाम्रो यहाँ आज आएको एकछिन रमाइलो गरौँ भनेर आएको होइन पानी झमझम पर्ला जस्तो गऱ्यो कि पुरै पानी यहाँ ल हेर्छु त पुरै मोबाइलैभरि पानी पर्ला जस्तो गऱ्यो अब हामी यहाँबाट चाहिँ भाग्दैछौँ जति सक्दो चाँडो भाग्यो भने फाइदै होला जस्तो लागिरहेछ त्यसैले माछाको चारो हाल्न लगाएको यहाँनिर होइन अलिकति बनेन जस अलिकति बनेन त्यो माछा खानै आएन क्या त्यो उसमा चाहिँ बढी मात्रामा त्यो चिल्लो पदार्थ रहेछ तेलहरू त्यसले गर्दा माछा खान आएन जस यहाँ हुने माछा भ्यागुता गङ्गटा एवं सबै प्रकृतिलाई साथ दिने र यो पानीभित्र रहने सबैलाई चाहिँ सधैँभरि जीवित रहनु भन्ने म कामना गर्दछु र साथीहरू आजको यात्रा चाहिँ यो बाइकले तय गरेको थियो हाम्रो यो 8635 नम्बरको बाइक बरुवा खोला भन्छन् यसलाई यहाँनिर चाहिँ फुटबल ग्राउन्ड रहेको छ अनि यहाँ पिकनिक स्पटहरू छ कि यहाँनिर खेलिरहेछन् फुटबल भाइहरू चाहिँ अनि यतातिर पनि एउटा ट्रस्ट छ अनि यहाँ टोयलेटहरू छ अनि यसलाई चाहिँ 56 सामुदायिक वन हो यो चाहिँ यहाँ चाहिँ जो पिकनिकहरू खान चाहिँ आउन एकदम बेटर हुन्छ पानी परेको कारणले गर्दाखेरि म चाहिँ अब छिटो गरेर जाँदैछु तपाईँहरूलाई अहिलेको आजको यो भ्लग चाहिँ कस्तो लाग्छ मनपर्छ भने एक लाइक अवश्य पनि गर्नु होला साथर सपोर्टको लागि चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त